बुढ़ी भाऊ भन्दा भाऊ भाऊ तेरा मुँह खाऊ बिचरा बुढीको हातमा के भएछ यार यस्तो यार के भयो के भयो जो कमेन्ट गर्नुस् त यो काम गर्ने मान्छेको निशानी हो के काम गर्ने मान्छेको निशानी हो हेर त निशानी यस्ता हुन्छन् के ऊ यहाँ हेर मेरो टुक्का टुक्का खाने हेर त मेरो पनि छ नि त खै मुख हेरौँ खै देखाउनु दे मुख खै काम हेर्दै मान्छे हो खै यहाँ हेर न तेरो हातीहरू के यार म ज्योतिष हो नि मेरो बुढीको म हातहरू छैन हातहरूका तेरो त हातमै रेखा छैन यार के गरे आइदेले यो रेखा चाहिँ कुन रेखा रे थाहा छैन यो चाहिँ लाइफ रेखा हो रे यो रेखा थाहा छैन यो लक रेखा अरे लक रेखा सुनेको मैले लक रेखा अरे हैन यति लकी छु अनि यताको चाहिँ यो अरे अनि यो यहाँबाट यो काट्या छ नि यहाँबाट यस्तो काट्या छ नि यो बिचको चाहिँ तेरो सम्पत्ति रेखा त यति सम्पत्तिको मन के बिच जिन्दगीमा त ठुलो तेरो उपाधि के हुने हैन किस गर्नु नानमा यार सुझ्नु फुटाइदिनु मेरो माला छ सुझ्नु बुढी भाउ भन्दा भाउ भाउ तेरा मुँह खाऊ मेरो ससुर बाउ चाहिँ इन्डियाबाट यहाँ आएको थिएँ कि अनि त्यसपछि मलाई चाहिँ ल सपिङ गर भनेर 5000 रुपियाँ दिएको थिएँ अनि पछि यिनले चाहिँ म जान्छु भने नै म पनि जान्छु तसँग भनेर गएँ ठिकै छ नि त गए चाहिँ के छ भने एउटा सुट छाने मैले एउटा सुट किनेँ होइन अनि एउटा चाहिँ सिलाउनेवाला किन्ने अनि एउटा चाहिँ सिलसिला किन्ने भनेर अगाडि मैले भनेर गएको थिएँ अनि ओके भनेर एउटा लगेँ अनि एउटा सिलाउनु पर्नेवाला सुट किनेँ अनि त्यो पसलमा चाहिँ त्यो सुट सिलसिलावाला सुट चाहिँ मलाई मन परेन अनि मैले भने यो दोकानमा चाहिँ छैन यो एउटा सुट मात्र लग्छु अर्को पसलमा गएर चाहिँ ऊ सिलावाला कुर्ती सेटवाला लग्छु भनेर भने अनि उसले ठिक छ भनेर त्यहाँबाट लग्यो मलाई अनि पछि चाहिँ होइन त्यहीको साइडको दोकानमा आफूले गएर त्यो मलाई 1000 रुपियाँको सुट किनिदिएर आफूले 4000को आफ्नो लागि एउटा प्यान्ट र दुईटा टी सर्ट किने त्यसपछि भने ल मसँग चाहिँ 800 बचेको छ तल भन अब 800को म जे किन्छ त्यही किनिदिन्छु त्यहाँदा बढी छैन भने ल ठिकै छ अब बुढीले पनि किनिहाल्यो रहर गरिहाल्यो ठिक छ त भनेर होइन मैले 800को कपडा किनेर गएँ 800को एउटा मैले आजकल चलेको कुर्ती र प्लाजो टाइपको थियो कि अनि त्यसलाई चाहिँ मैले ठिक छ यही लग्छु म भने होइन 800को ठिक्कै भने अनि 800को भने अनि यसले चाहिँ के भने यो कपडाको क्वालिटी घटिया छ यो हेर्नमा पनि राम्रो छैन तँमा जज्न पनि जज्दैन यो लग्नै भएन यो लगेपछि नआइज मेरो घर भने ल ठिकै छ तँलाई बरु पछि म तँलाई 2-3 दिनपछि किनिदिन्छु भने अब त्यसको कुरै गर्न छोडेँ अब भनेपछि त्यो सक्या हो मैले तँलाई एक जोड सुट किनिदिइसकेँ सक्या हो अरे क्या यस्ता यस्ता मान्छे पनि छन् के यो संसारमा अनि बाटो हुनु परेन अब के बाटो यो त तिमीले सरासर मलाई लुट्या हो मलाई दिएको 5000बाट 4000 आफूले खर्च गरेर 1000 रुपियाँ मात्र म वहाँ खर्च गरेँ तिमीले 2100को 2200को सुट किने अहिले 2200बाट घटाइ त 1000 रुपियाँमा ल्याइ आउने कहाँ 1000 रुपियाँमा ल्याए 1700 मा ल्याऊ 1000 मा त घटाइ त ल्याइ आउने त्यसो भन्नु भने त तिम्रो नि 4600 भाव तिमीले 600 घटाएर 400 मा ल्यायौ अनि माथिको स्कर्ट तेरो टी-शर्ट त्यो टी-शर्टको कुरा नगर त्यो टी-शर्ट चाहिँ मेरो पर्सनली आफ्नो पैसाबाट हो दिएको त मैले बुवाले दिएको पैसा त्यो त मेरो हो नि मेरो माइतबाट दिएको पैसा थियो मसँग त्यसले किने हो बुवाले दिएको त 5000 त अलग्गै हो नि त 4000 तिमीले खर्च गरे 1000 रुपैयाँ मलाई सुट किन्दियो त्यही हो माइतीको धाक्न है कहिलेदेखि दिएको मेरो खल्तीबाट त मेरो गएको किन ल भन्दा मलाई भाडा भनेर त मलाई दिया हो नि त्यो तिमीले ल म ल्या म राख्छु भनेर तिमीले लगाऊ तर त्यो पैसा कसको मेरो हो दुर्गालाई उसाउनु नउसाउनु न
यो यहाँ मसँग सपिङ गरेको पैसा लुट्यो भनेर यहाँ थर्काइराख ऊ मक्काइसक्यो नजाने त नजाने अब सिधा